हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल है। आज चाहिँ मैले चाहिँ बन्दाकोपीको चाहिँ मोमो बनाएको होइन। अनि बन्दाकोपी चाहिँ पहिला लिएँ, अनि त्यहाँ चाहिँ बन्दाकोपीको चाहिँ बनाउन आँटेको होइन। अनि यसको लागि चाहिँ पहिला पत्ताहरू चाहिँ बन्दाकोपीको पत्ता हामी चाहिँ बन्दाकोपी भन्छौँ, अब तपाईँले के भन्नुहुन्छ है। अनि त्यो चाहिँ अन्त लिएर चाहिँ खानु मन परिरहेको थिएन। अब कति अब त्यो मैले ज्यादा नेटमा हेरिरहेको थिएँ नि त। एउटाले यो टिकटक हेर्दाखेरि चाहिँ एकजना केटीले खाँदै गरेको देखेको थिएँ, त्यो खानु मन पऱ्यो। त्यहाँदेखि चाहिँ मैले पनि बनाएको। अनि त्यसको लागि चाहिँ मैले पहिला बन्दाकोपीको चाहिँ पत्ता निकालेँ। अनि त्यहाँदेखि चाहिँ तातो पानीमा चाहिँ मजाले बोइल गर्नुपर्छ, किनभने त्यसको अलिकति त्यसलाई चाहिँ लुज बनाउनुपर्छ नि त। मजाले नरम बनायो भने चाहिँ हामीले चाहिँ मजाले बटर दिनसक्छ। अनि त्यही भएर चाहिँ मैले चाहिँ यसलाई चाहिँ बन्दाकोपीलाई चाहिँ मजाले उयो गरेँ होइन, पानीमा। एक्लै त हो, ज्यादा पर्दैन होइन। बोजूले मेरो बोजूले खाँदैन नि त, मोमोहरू खाँदैन, मन पराउँदैन। यस्तो इन्डियन फुड्सहरू मेरो बोजूले ट्याक्कै मन पराउँदैन। कतिजनाको बोजूहरूले खाइरहेको देख्छु कि। अनि त्यस्तो लाग्छ कि मेरो बोजूले पनि खाइदिएको भए चाहिँ दामी बनाइदिन्थ्यो होला जस्तो लाग्छ होइन। मेरो बोजूले खाँदैन। अनि चाहिँ मैले चाहिँ बनाएको एक्लैको लागि भनेर चाहिँ मैले बनाउनुलाई चाहिँ तातो पानी तताएँ। अनि त्यसमा पानीमा चाहिँ अलिकति उयो गर्नुलाई चाहिँ गरिराखेँ होइन। अनि त्यहाँदेखि चाहिँ मैले चाहिँ किमा बनाएँ। अब तपाईँलाई थाहै छ किमा है, मलाई चाहिँ मसलाहरू हालेको मन पर्दैन है। मोमो चाहिँ एकदम सिम्पल टाइपमा मनपर्छ। त्यो किमा हाल्यो, मासुको किमा लगायो, अनि प्याज लगायो, अनि अलिकति अदुवा चाहिँ ग्रेट गरेर लगाएको चाहिँ त्यो चाहिँ मनपर्छ होइन। अब कतिजनालाई मन पर्ला मसलादारले, तर मलाई चाहिँ मसला लगाएको मोमो मन पर्दैन। तर हामी प्रायः दार्जिलिङकोहरूलाई मसला लगाएको मोमो मन पर्दैन, हामीलाई दार्जिलिङकोहरूलाई सिम्पल मोमो नै मनपर्छ। अनि त्यही भएर चाहिँ सिम्पल मोमो नै बनाएको। अनि त्यहाँदेखि मैले नुन हालेँ, अनि अलिकति अब हुचिङ त हाल्नै पऱ्यो, हुचिङ हालेन चाहिँ मिठो हुँदैन। त्यहाँदेखि चाहिँ यो चाहिँ बोइल भइसकेको थियो। अनि त्यहाँदेखि चाहिँ अलिकति चिसो पानीमा चाहिँ यसलाई तारेँ। यसलाई पानीमा तार्नुपर्छ ल। अनि यसरी चाहिँ चिसो तार्नुपर्छ मजाले। अनि त्यहाँदेखि चाहिँ मैले मक्टुको भाँडा निकालेँ। अनि त्यहाँदेखि चाहिँ यो पत्ताको चाहिँ साइड किनभने त्यो चाहिँ चाम्रो हुन्छ पुरा हो, अन्त त्यसलाई चाहिँ पाक्दैन पनि, मिठो पनि हुँदैन। त्यहाँदेखि चाहिँ भेटारेर चाहिँ तपाईँले राख्नुहोस्। अब यो चाहिँ जस्ट हामीलाई चाहिँ बेल्नु अल्छी लाग्नेलाई चाहिँ यो ठिकै छ है। अब एक्लै हुँदाखेरि चाहिँ मोमो कुनै स्टाइलको खानु मनपर्छ नि त है। जहिले मैदाको खानुभन्दा चाहिँ अब जतिजना पनि डाइटिङमा हुनुहुन्छ भने चाहिँ यो मोमो चाहिँ एकदम बेस्ट है। किनभने सिम्पल, मैदा परेन होइन। अनि छिटो पनि हुने, अलिकति मोमोको टेस्ट पनि आउने। अनि त्यसरी नै बनाएँ मैले। अनि कम्ती त बनाएको 4-5वटा, किनभने एकजनाको लागि त हो, मलाई एकजनालाई त पुगिहाल्छ भनेर चाहिँ मैले बनाएँ। अनि एक पक्टु भयो है। अनि त्यहाँदेखि चाहिँ मैले चाहिँ यो चाहिँ बोइल गरेको। अनि त्यहाँदेखि मेरोमा चाहिँ किमा उब्रिएन। अझै किमा चाहिँ अब नेक्स्ट टाइम फेरि बनाउँदा हुन्छ नि त। अनि यो किमा चाहिँ मैले उबारेको चाहिँ डिप फ्रिजमा राखिदिएँ, किनभने नेक्स्ट टाइम मैले हेराउनु हुन्छ नि त। नेक्स्ट टाइम फेरि त्यही किमामा एकजनालाई पुगिहाल्छ बनाउनु। एक्लै हुनु चाहिँ यही सजिलो हुन्छ है। त्यहाँदेखि चाहिँ अचारको लागि चाहिँ मैले पहिला के भन्छ सुक्खा खुर्सानी र बदाम चाहिँ भुटेँ। किन भन्दाखेरि त्यहाँनिर सुक्खा खुर्सानीमा तेलहरू हाल्यो भने चाहिँ अलिकति बोजूलाई बनाउँछ भनेर चाहिँ पहिला फ्राई गऱ्यो भने चाहिँ त्यति साह्रो उयो हुँदैन भनेर चाहिँ बादमा चाहिँ फेरि तेल हालेर फेरि फ्राई गरेको एकचोटि। अनि त्यति बेला ठिक्कै मेरो बहिनीले फोन गरेछ। अनि म चाहिँ बहिनीसँग बात मार्दै म चाहिँ मोमो बनाउँदैछु भनेर चाहिँ भन्दै थियो। अनि त्यहाँदेखि चाहिँ पाक्यो। त्यहाँदेखि चाहिँ मैले अघि प्रे गरिसकेको थिएँ पकाउँदा नै। अनि त्यहाँदेखि चाहिँ मैले चाहिँ खाएको। लु तपाईँले पनि लिनुहोस्, तपाईँले पनि यो घरमा बसेर ट्राई गर्दा हुन्छ, एकदम मिठो हुँदो रहेछ, एकदम छिटो मिठो, एकदम दामी पनि हुन्छ। मैदा चाहिँ गुनेर गरिबस्नु टाइम लाग्छ कि, यो चाहिँ एकदम छिटो अनि मिठो पनि एकदम दामी हुन्छ। मोमोकै उयो हुन्छ हो, अलिकति अब तपाईँलाई मैदा खानेलाई चाहिँ होइन। अब कोही बेला यो नयाँ स्टाइलको ट्राई गर्नु है तपाईँले पनि। यो चाहिँ मैले ट्राई गरेँ। थ्याङ्क यू फर वाचिङ। ओके, बाई बाई, सी यू सुन।